जय मसी। आज हामी जीवनको अस्थिरता र परमेश्वरको अनन्त करुणा र धार्मिकताको बारेमा चर्चा गर्नेछौँ। तपाईँ हामी एकैछिन सोचौँ त, हाम्रो जीवनलाई पृथ्वीमा उम्रिएका घाँसको आयु र फूलको जीवनसँग तुलना गर्न सकिन्छ। घाँसको आयु र फूलको जीवन जस्तै मानव जीवन पनि अस्थिर र छिट्टो समाप्त हुने कुरा हो। जसरी फूलको जीवन रमाइलो र आकर्षक हुने भए तापनि त्यो चाँडै मर्छ र त्यसको अस्तित्व छिट्टै विलयन हुन्छ, त्यसरी नै मानिसको यो भौतिक जीवन जतिसुकै सफलता प्राप्त गरे तापनि वा सुख भोग गरे तापनि अन्ततः अस्तित्वमा रहँदैन। फूलको बिरुवा उम्रन्छ, वृद्धि हुन्छ, कोपिला लाग्छ, फक्रिन्छ र अन्त्यमा त्यो फूल ओइलाउँछ र हावाको वेगले त्यसलाई भुइँतिर खसाइदिन्छ र त्यो फूलको अन्त्य हुन्छ। जसरी